डेन्जर यार डेन्जर नमस्ते नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल अनि तपाईँहरू आरामै सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै सन्चै बिन्दास छु अनि होइन त्यो अनुहारहरू थाहा भइसक्नु भयो होला अनि त्यही हो आज चाहिँ हामी कहाँ आएको त के भनौँ हेरिजानु सिनहरू हेरेर तपाईँहरूले थाहा हुन्छ हाम्रो ग्याङहरू चाहिँ यता छन् हेर्नु गाइसहरू भ्यू हामी चाहिँ मलाई चाहिँ डुरी र ब्याग बोकाएर यिनीहरू कम्ता छैन उनीहरू चाहिँ रिता हिँड्छ मलाई चाहिँ भारी बोकाएर अचम्मै छ होइन अन्त त्यही हो सिनी जाने कहाँ जाने भनेको हामी बेथान्चो कि नारायण थान हो ल बोको भाइ हालिदिने हो अन्त ननसेन्स कुरा गर्छ होइन त्यही हो अब हाम्रो यहाँ उतै माथि झरेको हामी अनि यो पुलबाट उतै माथि हुन्छ बेलुका माथि क्याम्पिङ स्याम्पिङ गर्ने भन्ने कुरा चलिरहेको छ अब हेरौँ लाउन त त्यही हो हिँड्दैछौँ अब हामी माथि गएर के कस्तो हुन्छ सबै देखाउँछु तपाईँहरूलाई A to Z सबै देखाउन मिल्दैन क्या है ल त अहिलेलाई चाहिँ है बाई 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 हेलो है म घरमा आएँ म बारीमा झाडु खाँदा हो कि के लाग्यो त ए घुम्न जाने भने मानेन पो घुम्न जाने भने मानेन पो गयो नि गएन पछि त नजाने यार पढ्नुपर्छ ल ल ए तिमीहरूलाई म त यहाँ घुम्न आइसक्यो भने कसम होला ए हो त खै कहाँ हो यो चाँडो बाटो रे सबै कस्तो गएको होइन भने गएको भने साँच्ची हामी उकालो रहेछौँ क्या हिमालको चाँडो बाटोबाट भगवान ओइ उ त के फसेको त्यो इन्द्रेणी लगाएर त्यो त भने होइन त्यो त भल्लादे जस्तो छ त्यो इन्द्रेणी भन्छ हेर त बाई त्यसको भित्रको यसलाई हामीलाई कति हिँड भनेको नमानेको त्यही भएर झुट बोलिदिएको के टक्कला हामी चाहिँ होइन यो कुन ठाउँ रे दाइ यो ठाउँको नाम के हो अरे बारबिसे ठ्याक्क बारबिसे आइपुगेन ए साबी हुन्छ राखेको छु नि अगाडिको बोर्ड नि त यो बोर्डबाट चाहिँ सिधा हामी माथि लाग्ने हो होइन त्यही भनेर सुनेको छु मैले टक्क लाएर होइन त्यही त अनि मैले सहयोग गरिदिएको अलिअलि भ्लग गर्नलाई अब कहाँ भ्लगरले जस्तो गर्न सकिन्छ हामी भिडियो जाँदैछन् अबि बुता पुरै कस्तो डेन्जर क्या सिनहरू नारायण थानको सिन ल जेलमा पुलिस अगाडि लगाइसु होइन पछि 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 भिडियो बनाउँदै
यसरी हिँड्नुपर्छ क्या अनि खाएको पच्छ छेनमा उफर खुट्टी लाएर कहाँ खाएको पच्छ हामी चाहिँ बेथान्चोकको करिब आधी बाटो आइसक्यो होइन जस्तो लाग्छ मलाई होइन अगाडि जाँदैछन् साथीहरू चाहिँ कुटुङटुङ म चाहिँ यहाँ ए सरी नारायण थानको क्या बेथान्चोकमै त हो नि के छ र केटाहरू चाहिँ एकछिन उकालो पछिको विश्राम चौतारी त छैन तै पनि यस्तो आसक टुसुक बसेको होइन ठिक छ फाइनली गाइज हामी चाहिँ होइन आधा बाटो आइसक्यो होइन अब बेथान्चोक मन्दिर यता माथि यस हम तो जन्नत में आ गए रे भाइ क्या डेन्जर छ कि जे होस् तपाईँहरूसँग त्यति नबोले पनि होइन तपाईँहरूलाई म छोटो छोटो क्लिपहरू देखाउँछु होइन त्यही हेरेर मजा लिनु होइन म पनि एकदमै इन्जोय गरिरहेको छु नि त त्यही भएर होइन म पनि इन्जोय गरिरहेको छु त्यही भएर तपाईँहरूलाई म एउटा होइन बब्बाल 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 एकदम कोही कोही चाहिँ होइन बेथान्चोकको यो मन्दिर आउने बाटोहरू चाहिँ खत्तम छ हेनतेन भनिरहेको थियो तर यतिको बाटो हुनु भनेको त सुरक्षित नै जस्तो लाग्छ कि मलाई चाहिँ यतिको बाटो के लाग्छ थाहा भएन के भन्छ यो आउला जस्तो बाटो छ भनिरहेको थियो कि त्यस्तो बित्दै गाह्रो छ भनिरहेको थियो अबसम्म चाहिँ त्यस्तो बाटो चाहिँ भेटेको छैन हामीले हेर्नु होला बसेर जिस्काउनु पर्दैन पर्दैन पानी चाहिँ छल्क्यो जवानी माथि पटुकी माथि घैला घैलामा कुवाको पा गुड मर्निङ सबैजनालाई हो माइ गड के बेला हावा चलेको हो दिन होइन हाम्रो अनि हामी चाहिँ सानसानो हेर्न रेडी भएको होइन तर के गर्नु कस्तो हावा चलेको तपाईँहरूले आवाज सुनिरहनु भएको होला एकदम बेसी नै जाडो छ होइन यहाँ तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदम कम तयारीको साथ आउनु होला के कस्तो छ आजको भ्लग होइन मेरो अनुहार पनि देखेको छैन तपाईँहरूले बोलेको त सुनिरहनु भएको होला देन चाहिँ आवाजहरू के एकदम 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 ठन्डी छ एकदम चिसो छ है हेर्नु आजको भ्लग म देखाउँछु तपाईँहरूलाई आज के कस्तो
कलम त पाउनु अनि हामी चाहिँ अहिले मन्दिर सबै पूजा आजा सबै गरिसकेर मन्दिर भन्दा अलिकति तल झरेर होइन यता गुफामा आएको हामी चाहिँ यस्तो छ हो कोही माथि कोही यता टसक टुसुक बसेको देन यता छ भाइ हेर्नु गुफा है देन हामी चाहिँ अब जाने गुफाभित्र है के कस्तो छ कहाँसम्म जान सकिन्छ खोइ म त यहीँबाट छिर्न सक्दिनँ कि क्या हो हटा गुफा यार देन हेर्नु गुफा छ है आमा म यहाँ कसरी जाने समात त यत्रो खोटिरहेछ यार नि त पख भाइ पख है मेरो नगर्ने क्या त्यहाँ कस्तो हावा छ कपालमा पुरानो त तिम्रो त्यो ह्यान्डसमनेसमा सबै लट्ठु छन् के देन निन्द्रा लगाएर आँखा चिम्मा भइसक्यो यो मुन चाहिँ जान नमिल्ने रहेछ है गाइस यता मन्दिर चाहिँ नजाउँ होला नजाउँ होला तपाईँहरूलाई देखाउँदैछु होइन गुफा चाहिँ रिक्स भए पनि रिक्स हेर्नु न ओ भाइ उता फर्किने डेन्जर यार डेन्जर यहाँबाट तलतिर चाहिँ जान सकिन्न जस्तो छ है देन ओ माई गॉड नजाउँ होला यार तल तल कहाँसम्म रहेछ होइन गहिरो रहेछ नजाउँ होला तलतिर चाहिँ हामी चाहिँ फर्क्यौँ अब किन रिक्स लिउँ भनेको होइन टाइम पनि छैन नि त हामी रिक्स लिन्थ्यो नि त देन के आवाज आउने रहेछ यार गो 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 फाइनली हामी गुफाभित्र गएर पनि आयो ठोक्यो नि आयो है तपाईँहरूले उस गुफा देखाउने भएको आफ्नो यहाँ घुँडा ठोक्यो गाह्रो छ गयो अब हामी कस्तो लाग्यो गुफा है तपाईँहरू नि आउनु किनी सबैजना भयो पुग्यो त के कस्तो लाग्यो तपाईँहरूलाई भ्यू अनि नारायण थान कस्तो लाग्यो भनेर होइन मलाई त एकदम राम्रो लाग्यो रमाइलो लाग्यो होइन तल आइसक्यो ढुङ्खर्कमा आइपुग्नु लाग्यो आइसकेको छैन लगभग हामी 3.5 घन्टा हिँड्यौँ होला ओह्रालो चाहिँ अब उकालो मासिएर जाँदा चाहिँ हाम्रो 5 घन्टा जति नै भनौँ न 5 घन्टा नै माथि मन्दिरसम्म पुग्नलाई चाहिँ त्यहाँदेखि फर्क्यौँ हामी हेरौँ अब के हुन्छ भ्लगमा होइन खासै मतलब मैले माथिबाट आउँदाखेरि नै भ्लग बनाउँथ्यो भनेर सोचिरहेको थियो तर के गर्नु माथि चाहिँ अब हामीले पावर ब्याङ्क ल्याएनौँ प्लस हाम्रो चाहिँ के भयो भने अनि त्यहाँ बत्ती चाहिँ 2टा रहेछ तर चार्ज गर्ने ठाउँ चाहिँ रहेनछ क्या गाह्रो पर्यो हामीलाई सिनेम्याटिक भिडियो खिचेको थियो होइन अनि त्यस्तो तलतिर आउँदा आउँदै अब चार्ज नै सक्यो नि त अहिले यहाँ माथि हामीले यसो चियापान गरेको ठाउँमा यसो मिलाएर चार्ज गरेको छौँ मोबाइल अनि फेरि त्यहीबाट कन्टिन्यू गरेँ फाइनली ढुङ्खर्का आएर चाहिँ हामीले होइन दालमा मासु भात होइन सबै हाल्यो खाना खायौँ देन अब हामी चाहिँ अब बनेपा जानु पर्यो है अनि उता पर चाहिँ बस्छ थियो तर एकदम प्याक थियो नि त अनि त्यही भएर अब हामीलाई चाहिँ आरामदायक नै चाहिएको सिट चाहिएको हामीलाई अब हामी उभिबी जानु नसक्ने भयो अनि त्यही भएर सिट चाहिएको नि आमा मलाई चाहिँ निन्द्राले झुक भइरहेको छ एकदमै गाह्रो परिरहेछ त्यही भएर त्यही हो उता बसिरतिर जाने अनि थप्नुहुन्छ जस्तो लागेको थियो दिनुमा हामीले चक्लेटको भादिनु पनि खै के भएको नि मलाई चाहिँ थाहा भएन अनि
आजको लागि चाहिँ यति नै भनौँ भनेको नेक्स्ट भिडियोको लागि वेट गर्नु होला अनि यो भिडियोलाई धेरै धेरै माया गर्नु होला यति दुःखसँग बनाएको छु मैले भ्लग है के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनु ओके बाई गाइस